everybody, Darsu Namaste, welcome back to my channel. मेरो आजको अर्को vlogमा हजुरहरुलाई स्वागत छ. Good morning guys from this pretty environment. अहिले चाहिँ म चाहिँ घरबाट ठिक्क अपोजिट साइडमा छु, मकैबारीको बीचमा. किन भन्दाखेरि चाहिँ हामी चाहिँ जाँदैछौँ चन्द्रकरी होम डेलिभरी गर्नु फुल. अनि फुलहरु चाहिँ यहाँ छ. यहाँनिर हुनुहुन्छ हाम्रो डेलिभरी बोय चाहिँ हैन है, उहाँ चाहिँ मेरो डियर हस्बैंड हो. अनि त्यसपछि हामीहरु चाहिँ जाँदैछौँ अब चन्द्रकरीमा गएर यो फुल उहाँलाई दिएर, यो फुल लिने मान्छेलाई दिएर. अनि मैले चाहिँ आँखा हस्पिटल जानुपर्ने मेरो बहिनीलाई लिएर उ चाहिँ आइसकिसकि. त्यसलाई गर्दै गर भन्दा पनि हुन्थ्यो, तर त्यसको कार्ड चाहिँ छ, इन्स्योरेन्स कार्ड चाहिँ छ मसँग. त्यही भएर अब छिटो गएर आन्टीलाई यो फुल दिएर अनि हामीहरु चाहिँ ब्याक टु आई हस्पिटल. त्यसपछि घर आउँछौँ अनि दिनभरि के कस्तो कामहरु गर्छौँ त्यो त तपाईहरुलाई देखाउने नै वाला छु. सो गाइज स्टे ट्युन, फुल भिडियो हेरेर इन्जोय गरिदिनु होला. सो लेट्स गो गाइज. साथीहरु यो चाहिँ हाम्रो घरदेखि नजिकैको ठाउँ हो. यस्तो प्रिटी छ यहाँनिर, प्रिटी भन्दा पनि के भन्नु, भेरी मच ब्युटिफुल, भेरी ब्युटिफुल. यो ठाउँ चाहिँ सालबारीको पछाडि हो, जुन चाहिँ हाम्रो घर नजिकै पनि छ. अनि त्यस पछाडि यहाँनिर चाहिँ कस्तो राम्रो बनाएको छ कि अहिले यो बाटो पनि पहिला पिच थिएन, अहिले त पिच भएर यस्तो के एउटा जक्सन एरिया भन्नु कि सुटिङ गर्ने ठाउँ भन्नु कि. यहाँ त पुरा हररको सुटिङ राति गऱ्यो भने त खतरा हुन्छ. यस्तो जङ्गल छ साथीहरु. यहाँनिर तपाईहरु ड्राई पिकनिक अथवा बेको सुटिङ के भन्छ त्यो, बेको फोटोसुटहरु गर्नु चाहिँ एकदम बबाल ठाउँ छ. हामीहरु जान्छौँ गाइस. गाइस हामी चाहिँ चारालीदेखि थोरै मुनि आइसकिसकेको छौँ. अनि यहाँ चाहिँ मैले किन भिडियो लिएँ भन्दाखेरि चाहिँ यो चाहिँ चारालीदेखि थोरै मुनि छ. अनि यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सर्पले टोकेको, यहाँनिर चाहिँ सर्प दंश उपचार केन्द्र, यो चाहिँ चारालीदेखि थोरै मुनि छ. अनि यहाँनिर चाहिँ सर्पले टोकेको उपचार हुन्छ भनेर इन्फर्मेसन दिनुको लागि चाहिँ मैले यो भिडियो यहाँनिर लिएको. हामीहरूले चाहिँ बेरुवा यहाँ ल्याएर यहाँ आन्टीलाई ह्यान्डओभर गरिसकेको छौँ. अब चाहिँ हामीहरू फर्किन्छौँ. हामीहरू चाहिँ हस्पिटल आइसकिसक्यौँ. आइसीहरू चाहिँ आएको पुगेकै छैनन् कि क्या, आज गाडी भेटेनन् अरे. अनि अटो भए पनि खोजेर आऊ भनेको, ल भन्दै थिएँ. आइपुग्यो कि आइपुगिन थाहा छैन. यो चाहिँ रहेको छ हाम्रो पूर्वको आँखा हस्पिटल, मेची आई केयर कि मेची आई हस्पिटल, मेची आई हस्पिटल. कत्रो पो छ यहाँनिर चाहिँ हाम्रो पार्किङ. आमामा कति धेरै गाडी छ त, कम्ता भिड छैन कि क्या हो पार्किङ गाइस. यहाँ हेर्नु त कति धेरै बाइक, यत्रो बाइक त पार्टी हलमा पनि. उयो मान्छेको लागि आएको है खास चाहिँ. नमस्कार. यो मान्छेको आँखा बिग्रेर हाम्रो यहाँ हस्पिटलमा छु मैले. यहाँ कतिजनाको आँखा बिग्रेको होला. ट्याप्पै मान्छे हो गाइस. म तपाईहरुलाई एउटा कुरा देखाउँछु. अहिले प्लान्ट्सहरु भाइरल भइरहेछ के, जहीँ पनि प्लान्ट्सहरु हैन. यो भनेको कामिनी. यहाँ छ हाम्रो इन्डोर प्लान्ट्सहरु, यो सब जस्ट डेकोरेसन मात्रै हो, नट फर सेल. स्नेक प्लान्टको भेराइटीहरु छ. सिङ्गोनियम, बेगोनिया, सिङ्गोनियम, स्पाइडर प्लान्ट, सिङ्गोनियम. सो गाइस यो त सबै इन्डोर प्लान्टहरु मात्र हो. यो सिङ्गोनियम, यो केलेथिया, यो एग्लोनिमा, यो के पो थियो, यो फन प्लान्टको अहिले धेरै नै पपुलरिटी बढिरहेछ नेपालभरि. गाइस आज चाहिँ किन हो थाहा छैन, यस्तो जाम लागेको छ कि बिर्ता मोडमा चाहिँ. के भन्नु र, हामी चाहिँ यही बाटोमा थोरै बेर भइसकेर यता गयो छैन, उता गयो छैन, जताततै फेरि पुलिस, ट्राफिक, हस्पिटल पनि दुईटा भइसक्यो धाएको. एक्सिडेन्टै भएछ गाइस. यहाँ चाहिँ यस्तो जाम लागेपछि एक्सिडेन्ट नहुने त कुरै भएन. किन हो कुनै यस्तो साह्रो. फेरि हाम्रो दुईटा यत्रो गाडीको बिचबाट सुलुत छिराउनु हुन्छ. डर लागेर मुटु नै निस्किसक्यो मेरो. के आज किन होला है, के त छ क्या आज पिच बितामुनमा. हामी चाहिँ फेरि आउनु पर्यो बिर्तामोड
बिटामोड आई हस्पिटल किनभने अघि चाहिँ हामी गएको चाहिँ गभर्मेन्ट थियो अनि त्यो चाहिँ इन्सुरेन्सबाट नै गर्ने भनेर गएको थियौँ त र तपाईँहरूलाई पनि सचेत गराउन चाहन्छु तपाईँहरू यदि झापा बाहिरको हुनुहुन्छ भने चाहिँ आँखा हस्पिटलमा आउँदा पनि रेफर लिएर आउनुपर्ने रहेछ हाम्रो आइसकेको चाहिँ रेफर नभएर फेरि हामी चाहिँ आउनु पर्यो बिटामोड आई हस्पिटल सो अब हामीहरू दुईजना चाहिँ आइसक्यौँ हामी टोकन लिँदै गर्छौँ अनि आइसाहरू आउँछन् होला सो गाइस अहिले हाम्रो काम चाहिँ सकिसकेको छ आइसाको चाहिँ के भएको रहेछ भन्दाखेरि चाहिँ आई इन्फेक्सन प्लस एलर्जी भएको रहेछ हो अब यहाँनिर सबै काम सक्यो अब मलाई लिन पनि आइसक्नु भइसक्यो हामी चाहिँ अघि बाहिर निस्किसकेको थियौँ हस्पिटल बाहिर अब हामीहरू चाहिँ जान्छौँ यिनीहरू जान्छन् अनि हामी पनि जान्छौँ अब हामीहरू चाहिँ हस्पिटलबाट निस्क्यौँ यहाँसम्म दुई केटीहरू यिनीहरूलाई अब अटो चलाइदिएर हामी पनि जाने अब हामीहरू चाहिँ देवी आन्टीकोमा जान्छौँ मम्मी पनि त्यही आउनुभएको छ अरे गाइज फाइनली ब्याक टु होम भइसकिसक्यौँ हामी चाहिँ अघि त्यो हस्पिटलबाट आन्टीकोमा जान्छु भनेको थिएँ नि मैले भिडियोमा अनि त्यो आन्टीकोमा गयौँ अनि मम्मीको साथीको हुनुहुन्थ्यो नि त अनि उहाँ चाहिँ अनि मम्मीको साथीकोमा गयौँ अनि बस्यौँ एकछिन यता त्यता गएर फुलहरू लिएर आयौँ अनि आएपछि मम्मी उता फुल रोप्न थाल्नुभयो यता मेरो क्रिस चाहिँ आफ्नो काम गर्न थाल्नुभयो अनि म पनि मेरो आफ्नो काम यानि कि किचनतिर पसेर सबै कामहरू गर्नु थालेँ खानासाना बनाएँ अनि त्यस पछाडि अहिले चाहिँ हामीले खाना खाएको छुइनौँ खाना खाने बेला चाहिँ हुन त तर मैले यस्तो जसँग सम्झेँ कि ए मेरो त भिडियो पो छ मैले त भिडियो त इन्ड गरेकै छुइनँ भनेर गुटुटुटु माथि आएर फेरि भिडियो इन्ड गर्नुको लागि चाहिँ स्टार्ट गरेँ त्यही हो साथीहरू तपाईँहरूले देखिहाल्नुभयो हामीहरू चाहिँ मन्दिर गयौँ फुल डेलिभरी गऱ्यौँ यताउता के गऱ्यौँ त्यो मैले तपाईँहरूलाई देखाइहालेँ अनि आजको दिन पनि यसरी नै हाम्रो चाहिँ बित्यो अनि मैले हस्पिटल पनि आँखामा के भएको रहेछ भनेर पनि भनिहालेँ दुईवटा हस्पिटल कुद्यौँ त्यो पनि तपाईँहरूलाई देखाइहालेँ अस्ति नै पनि जचाएको के साथी उता भिकलमा पनि जचाएको तर त्यहाँको डक्टर चाहिँ खै नजान्ने रहेछ कि डुप्लिकेट डक्टर हो कि के हो आँखा चेक गऱ्यो अरे भनेको थियो कि आँखाको पानी सुको भनेर भनेको थियो तर पानी सुकेको चाहिँ होइन रहेछ पानी सुक्नु भनेको त आँसु सुक्नु हो नि त अनि नाम्सलिङ आमाले भन्नुहुन्थ्यो ए यति सानैमा चाहिँ त्यो डक्टरले जानेन होला यति सानैमा चाहिँ कसरी पानी सुक्छ यत्रो म बुढी भइसकेर त मेरो पानी सुकेको छैन कि त त्यो जतिखेर रुकै गर्ने मान्छेको पो पानी सुक्छ त त्यति धेरै रुन्छ त्यो 24 घन्टा भन्दै भन्नुहुन्थ्यो नि हामी चाहिँ तपाईँ भन्दा तपाईँ चाहिँ डक्टर भन्दा जान्ने भइराख्नु न भनेर भन्थ्यौँ तर साँच्चीकै आमाले भन्नुभएको चाहिँ सही निस्क्यो त्यो डक्टरले चाहिँ नजानेर हो कि बाँकी हो मिस्टेकली हो कि त्यो त भन्न सकिँदैन त्यो दबाई दिएछ नि यहाँको डक्टरले चाहिँ त्यो दबाई नलगाउनु त्यो दबाई लगाउनु भयो भने तपाईँको आँखा ड्यामेज गर्छ भनेर उसले चाहिँ अर्कै दबाई दिएको छ अनि आज चाहिँ त्यो दबाई लिएर उसको रुमतिर गइसक्यो हामी पनि घरहरू आइसकेर हाम्रो काम सकिसक्यो मैले अघि तपाईँलाई पनि भनिहालेँ अनि साथीहरू आजको दिन के कसो भयो तपाईँहरूले हेरिहाल्नु भयो अब फेरि अब यो भिडियो चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु अनि तपाईँहरूले यो भिडियोलाई लाइक गर्नुभएको छैन भने चाहिँ लाइक गर्नु होला अनि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज 1K पुग्न आँटेको छ च्यानल सब्सक्राइब गरिदिनु होला मलाई एक गर्दै खुड्किला उक्लिनुको लागि चाहिँ सहयोग गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहाँ एन्ड गर्न चाहन्छु अर्को भिडियोमा भेटौँला त्यति बेरसम्मको लागि चाहिँ मेरो पुरानो भिडियो हेरिराख्नु होला भन्दै यो भिडियो यहाँ एन्ड गर्न चाहन्छु बाई बाई लभ यु अल